हेलो एभ्रिवान, नमस्ते अनि वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ अब हामी फेरि पनि म गिदाङ्स आएको छु अनि पछाडि देख्न सक्नुहुन्छ हामी साथी 5 जना छौँ हामी टोटल चाहिँ। सो लास्ट इयर पनि आएको थिएँ अनि केही ठाउँहरू मैले एक्सप्लोर गर्न पाएको थिएन, त्यही भएर यो इयर चाहिँ म जुन चाहिँ ठाउँ एक्सप्लोर गरेको छैन तपाईँलाई त्यो ठाउँ देखाउने छु। अनि अहिले मौसम पनि दामी छ है। अनि अब जस हिजो हामी आउन चाहिँ हिजो आएको थिएँ अनि हिजोको भ्लग चाहिँ मैले बनाएको छैन। सो आज स्याटरडेबाट मैले स्टार्ट गरेको छु। एकदम वाइल्ड नै क्राउड छ अनि अहिले हाम्रो चाहिँ यो ठ्याक्कै के छ भने अपार्टमेन्ट चाहिँ एकदम नजिक परेको छ कि, अनि त्यही भएर ओल्ड टाउनकै नजिक लिएँ अनि त्यही भएर हामीलाई एकदम सजिलो पनि छ आजको क्राउड। आज हाम्रो प्लान भनेको यहाँ माथि गएर चाहिँ सबै हेर्नेछौँ होइन। लेट चाहिँ अब त्यो ठाउँ चाहिँ मलाई पनि थाहा छैन, तर माथिबाट चाहिँ दामी भ्यूहरू देख्छ अरे कि। अनि त्यही भएर चाहिँ यो जुन पनि अब यहाँ बनेको छ यो चाहिँ घरहरू छ पोल्यान्डको चाहिँ, त्यो चाहिँ एकदमै भोबाल छ कि यतापट्टि। हुन त यो सबै चाहिँ एभ्री कुराको चाहिँ केही न केही एक्सप्लेनेसन छ होइन। अब यो चाहिँ हामीले गुगलमै सर्च गर्नुपर्ने हुन्छ अनि त्यति मलाई पनि त्यस्तो तरिकाले चाहिँ प्रिपेयर भएर आएको छैन, किनकि हामी पनि अनप्लान नै थियो। 2 दिनको छुट्टी थियो अनि डाइरेक्ट ल अब के गर्ने गिदाङ्स जाम भनेर चाहिँ हामी गिदाङ्स आएको हो होइन। अनि त्यही भएर त्यति साह्रो चाहिँ मैले स्टडी चाहिँ गरेको छैन, तर एकदमै दामी छ। सकेसम्म म तपाईँहरूलाई यो कुराहरू पनि छुट्टै भिडियोमा म जानकारी दिन कोसिस गर्छु। हामी 4 पनि माथि तर यस्तो दामी आउँछ। यहाँ त चढ्न ठाउँ छैन, हो त्यही माथि चढिरहेको छ मान्छे। यो चाहिँ सेन्ट मेरी चर्च होइन। हामी लास्ट टाइम पनि आएको थियो तर अहिले म भित्र छिर्न पाउँछ कि पाउँदैन। अहिले चाहिँ पहिला चाहिँ लास्ट टाइम डे नाइटमा परेको थियो, अहिले चाहिँ हामी डेमै छौँ होइन। तर अहिले म अब हामीले छिर्न पाउँछ कि पाउँदैन त्यही नै एकचोटि सोध्छौँ होइन। अनि होइन भने चाहिँ हामी अघि त्योभन्दा अगाडिको बिल्डिङमा जुनमा गएको थियो अनि त्यो चाहिँ एकदम पपुलर हो क्या। त्यहाँबाट चाहिँ अब फोटो प्लस भ्यूहरू गिदाङ्सको चाहिँ दामी दामीहरू आउँछ अनि हरेक कुराको चाहिँ यहाँ चाहिँ अब केही न केही हिस्टोरिकल छ। लगभग यो चाहिँ यहाँको फ्रन्ट डोर भयो होइन। अनि यो चाहिँ भिडियोमा भन्दा पनि लाइभ आएर हेर्दा चाहिँ एकदमै बवाल नै देख्छ होइन। हामी भित्र छिर्न दिन्छ कि दिँदैन, डोर त ओपन छ अनि थाहा छैन अब भित्र पनि कस्तो रहेको छ के कस्तो छ। अनि भिडियोहरू खिच्न दिँदैन त्यो पनि थाहा छैन। अब यहाँभित्र कस्तो छ म तपाईँहरूलाई देखाउँछु। अहिले म भित्र छिरिसकेको छु। यो सर्च भनेको चाहिँ एकदमै दामी दामी हो कि एकदमै बवाल हो। अनि तपाईँहरू गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। अनि अब अहिले हामी केही टाइम वेट गर्दैछौँ यता चाहिँ। अनि आई डोन्ट नो के हुन्छ यहाँ चाहिँ है। अनि जस फ्ल्यास बालेर चाहिँ भिडियोहरू गर्न पाउँदैन हुन्छ। यदि इनकेस तपाईँहरू आयो भने चाहिँ डाइरेक्ट छिर्नु अनि एकचोटि सोध्नु भयो भने अब हामीले सोध्यो अनि के भन्छ भने फ्ल्यास चाहिँ गर्नु भएन, फ्ल्यास लाइट चाहिँ बाल्नु भएन, तर भिडियो चाहिँ बनाउनु पायो, फोटो खिच्न पायो। एकदमै दामी थियो होइन। अब तपाईँहरू पर्सनली आफै भिजिट गर्नुभयो भने झनै दामी हुन्छ। अब यो अलरेडी पोल्यान्डमा जो पनि हुनुहुन्छ अनि सायद कतिजना चाहिँ भिजिट गर्नु सक्नुभयो होला। भित्र चर्चमा बस्दा चाहिँ एउटा छुट्टै आनन्द मनमा होइन त्यो चाहिँ हुँदो रहेछ। त्यो चाहिँ एउटा फिल एउटा हुन्छ नि जुन चाहिँ त्यो चाहिँ अभियसली सायद तपाईँहरूले पनि फिल गर्नुहुन्छ आयो भने चाहिँ। अनि क्राउड चाहिँ यति क्राउड छ कि अनि ब्याग राख्ने चाहिँ यतापट्टि छ छुट्टै यसमा। अनि ब्याग राखेको चाहिँ पर्नेवाला छैन, हामी डाइरेक्ट माथि गएको मात्रै 20 पर पर्सन।
हामी चाहिँ लगभग यताबाट एन्ट्रेस गरेको थियौँ मेन चोकबाट अनि टिकट यहाँ काट्यौँ अनि माथि जानको लागि चाहिँ हामी यो रोडबाट जानेछौँ यो चाहिँ इन्ट्रेन्स भयो होइन यो चाहिँ टिकट माथि जानुलाई यहाँको भ्यू टावर भनौँ न अब माथि टपमा जाने हाम्रो नेपालको धरहरा जस्तै स्योर कुन चाहिँ इन्ट्रेन्स होइन हामी म्युजियम त आएको छौँ यहाँ अझै माथि रहेछ र हामी चाहिँ एकदमै माथि आइपुगिसक्यौँ होइन टिकट चाहिँ यहाँ ठ्याक्क माथि टपमा आएपछि काट्ने रहेछ यो चाहिँ अब मरहरूको बेलामा भएको कुराहरू पनि हो यो चाहिँ एकदम पुरानो बिल्डिङहरू अझै बाँकी छ यहाँ तल चाहिँ फ्रिक्वेन्सी कति तलबाट आएको छ है कस्तो लाग्दैछ हो यता कुमारलाई कुमार त आइसकेको सबै ठुलो भेडा चाहिँ गएको छ ल आउन लाग्यो लास्ट छ फाइनली वी आर हियर यत्रो चढेर माथि आइपुगेको छौँ हामी चाहिँ यो टपमा पुगेर आएको छौँ होइन अनि तपाईँहरूको टप पुगेर मैले देखाइसकेको छु अनि यो चाहिँ अब तल ग्राउन्ड फ्लोर भइहाल्यो अब चाहिँ हामी डाइरेक्ट सपुट जानेछौँ होइन बिचमा